हेर्नै पर्छ मेरो भिडियो हेर्नै पर्छ जसरी नै अनि अब ओके आताले मागे नि दाताले भन्ने जस्तै के हो छ नि एउटा उखान दाँतालाई हो कि आँतालाई हो भन्ने टाइपको थियो के अरे खाना पनि है अब यति साला नमस्ते गाइज वेलकम ब्याक टु माई च्यानल फेरि पनि स्वागत छ तपाईँहरूले मेरो धेरै दिन पछिको जम्दा भिडियोमा सबैजना सन्चै आएर हुनुहुन्छ होला र तपाईँको एक मात्र केपी ब्लग पनि एकदम फिट एन्ड फाइन सो टाइटललाई थम्बनेल हेरेर पनि थाहा पाउनु भइसक्यो होला तपाईँको केपी ब्लग कहाँ र कुन ठाउँ जाँदैछ भनेर यस गाई तपाईँहरूले सोच्नुभएको कुरा एकदम ठिक छ होइन जो सोच्नुभयो त्यहीँ नै हो जान लाग्यो सो मैले यो भिडियो बनाउनुको मुख्य रिजन चाहिँ के छ भने होइन जाम हेरौँ होइन इन्डिया जाँदाखेरि बाटोमा के कस्तो चुनौतीहरू आउँछ के कस्तो ठाउँहरू एक्सप्लोर गर्दै जाउँ भन्ने कारणले चाहिँ मैले चाहिँ यो भिडियो बनाइरहेको छु र म चाहिँ यहाँ अहिले दमौलीमा छु र दमौलीमा हुँदाखेरि अहिले गाडीमा आएको कारणले गर्दा चाहिँ केही समय दमौली कुदेर बसेको छु र आज दमौलीबाट हाम्रो यात्रा भनेको बुटोलसम्म रहेको हुन्छ अनि बुटोलबाट भोलिबाट चाहिँ अनि हामी इन्डियातर्फ लाग्यो नि हुन्छ सो अहिले यति भन्दै यहाँबाट बिदा हुन चाहन्छु अब गाडी साडी कुरौँ आएर यताउता बुझौँ के कस्तो छ अनि त्यसपछि गाडीतिर गएपछि भेटौँला हामी चाहिँ एक दुई घन्टाको पर्खाएपछि चाहिँ बल्ल बसमा चढेको छौँ र अब बसमा चढेर जान्छौँ आजको रात त त्यस्तै हुन्छ कि अरे है भोलि म उता होटल कटिसकेपछि होइन के कस्तो हुन्छ यताउति अनि त्यो बारेमा चाहिँ हल्का एक्सप्लोर गर्ने कोसिस गर्छु हजुरहरूलाई सकेसम्म मनोरञ्जन दिने तरिकाले गर्छु भिडियो चाहिँ सो आजको लागि चाहिँ यहीसँग अनि अब डाइरेक्ट भोलि सो गुड मर्निङ फ्याम दिस इज नेक्स्ट डे अफ हैदराबाद टुर मेरो होइन सो अहिले चाहिँ हामी बिहान 4 बजे झरेको थियौँ र 4 बजे झरेर मेरो मोबाइल चाहिँ स्विच भएर होइन चार्ज गरेर यताउता चार्ज गरेर अनि अन गरेर बसेको होइन अन गरेर अनि अब चाहिँ हामी यहाँ त्यो भन्या ठाउँमा त आइसक्यौँ कि अब गाडी चाहिँ 2 बजेको रहेछ होइन अब 2 बजीसम्म क्यारेर पाउने हुँदा यहाँ नजिकै मेरो साथी पनि छ होइन साथीको रुममा जान्छ मैले एकैछिन बसेर यताउता अब हामी सँगै पढेँ पहिला सँगै पढेको साथी छ हेरौँ त्यसपछि हामी आउँछौँ आएर अनि त्यसपछि मेरो भ्लग भिडियो चाहिँ होइन कस्तो हुन्छ भने म डाइरेक्ट पाट गरेर चाहिँ हाल्दिनँ एकैचोटि लङ हाल्छु हजुरहरूले हेर्न त मन लाग्दैन होला त्यही पनि हेरेर आनन्द चिलमा बस्नु होला है त्यही फाइनल्ली बोर्डर पार गरिसकेका छौँ र मेरो हालत यस्तो देखिरहनु भएको छ है यस्तो पुरै पसिनाले गाँड गुलेती भइरहेको पैसा कमाउन जान लाग्यो जाँदा पनि यति दुखा झन् गएर काम गर्दा झन् कति दुखा पैसाको लागि भनेर यस्तो दुखा गर्नुपर्छ के गर्ने है गाह्रो छ जिन्दगी एटलिस्ट मैले त त्यस्तो खासै केही पनि भोगिरहेको त छैन के अरे जे भयो भने अझ कमाउनेहरूले झन् कति दुखा गरेर के गरेर कमाउनु हुन्छ मेरो त बल्ल स्टार्टिङ फेस मात्रै हो धेरै यात्राको पछि भाइ चाहिँ उता खाना लिन गइरहेको छ भने म चाहिँ यहाँ कुदेर बसिरहेको म अनि भिडियो गर्छु यताउता गाडीमा भिडियो गर्छु भने होइन भिडियो गर्नलाई फेरि कस्तो भयो भने मोबाइललाई चार्ज गर्नको लागि चार्जर त थियो तर त्यो खाली मोनोब्लग नभएको कारणले चाहिँ मैले चार्ज गर्न पाइरहेको थिइनँ र एउटा दाइसँग मागेर हल्का चार्ज गरिन्जेलसँग सुत्छु भनेको सुत्यो ठ्याक्कै खाना खाने बेला उठाएर अहिले खाना खान आइरहेको छौँ है त्यो यस्तै हो घरि के मिल्छ घरि के मिल्दैन भनेर अब खानामा के छ हेर मैले खाना खाएर फेरि खाना गन्तव्य तर्क लाग्ने हुन्छ हामी चाहिँ सो हामी जिन्दगी छ मेरो भिडियो गर्नको नाममा यही कुना क्याप्चर आएर लुकेर बोला त्यो अन्त अरू केही छैन तर पनि केही छैन म बनाउँछु सिक्ने तर हाल्ने चाहिँ हाल्दिनँ है म यो सो त्यही हो हामी चाहिँ अब सट्टा खाना साना खाएर आइयो 150 रुपियाँको मासु भात त के भन्ने पनिर भात चाहिँ खाएर आइयो मिठो नमिठो भयो नि खाइयो के गर्ने अब आताले मागे नि दाताले भन्ने जस्तै के हो छ नि एउटा उखान दाँतालाई हो कि आँतालाई हो भन्ने टाइपको थियो के अरे खाना पनि है अब यति पेट यत्रो थियो यति तै पनि सकिनँ है
त्यही पनि सकिएन होइन, त्यही पनि नसकिने केही होइन। अलिअलि भयो नि बाँच्ने सहारा त भयो कि त्यो खानाबाट होइन। बिस्तारै बिस्तारै खाइयो, मन नपरे पनि ठिक छ। हालिदियो त खानसाना खाएर चाहिँ अब हामी बसमा आएको, बसमा आइसक्यो। अहिले बेलुका हिँडेको टाइपले भएर चाहिँ मैले हजुरहरूलाई बाहिरी होइन यताउति सिन यताउता क्रिएट गर्न पाइरहेको छु। हुन त गर्मी नि कसरी यार, यो यत्रो क्याबिन पनि यत्रो ठुलो भयो नि हुन्थ्यो। यत्रोमा यो एक्लै हुने 6 क्याबिन अनि 2 जना बसिरहेको। म पनि यो जत्रो भयो त अट्दैन यहाँ, अझै यताउता यताउति एडजस्ट गरेर त्यसले उता टाउको गर्छ, मैले यता टाउको गर्छु, त्यही भएर एडजस्ट भएर गरिरहेँ। अब मजा हुँदैन। अब यहाँ हेर्नुपर्दा यो कस्तो छ नि, मजा छ होइन। यसको मजा मेरो टाउकोतिर हुन्छ, मेरो मजा यसको टाउकोतिर हुन्छ होइन। त्यसमा फेरि के ऊ छ भने यहाँ दुवैटाको मजा कस्तो टाइपको छ भने गनाउने यताउति। अब त्यो त जुत्ता लगाएछ त हुन्छ, नहुने होइन। जुत्ता लगाइएछ सुत्ने बेलामा नाकको पुवाल ठ्याक्कै त्यो मजामा पर्छ, आउँछ के मजाको मिठो बास्ना। त्यही बास्ना लिँदै निन्द्रा नलागिरहेको बेलामा त्यही पनि आनन्द निन्द्रा राह त्यसले गऱ्यो भनेर भन्थ्यो। मेरो नखाने निन्द्रा बहुत बदबुदार है यसका साला। त्यो उ गरे चेन्ज गर्थ्यो र त्यो मजा ए साँच्चै चाहिँ जान्दै यतिको भन्दै कन्टेन्टको लागि भन्दै थिएँ। यो त साँच्चै हाततिर सो त्यही हो। अब जाउँ है, बेइज्जत कता भी नहीं से सकते हम। त्यही हो, अब 12 बजिसकेको छ र अब राम्रोसित निन्द्रा नि पुग्यो जस्तो नि भएन। खाने कस्तो पोलेको यताउताको टाइपको भइरहेको। अब चाहिँ सुत्छु, अब भोलि बिहानको दिनै भेटौँला के कस्तो हुन्छ। नेक्स्ट डे अब के है। अहिले चाहिँ बिहान भइसकेको छ, बिहानको लुक्स हेर्दा कस्तो, तर आज घाम लागेको भने चाहिँ बबाले देखिन्थ्यो होला, तर घामै लागेन है। त्यही भएर अलिक खिन्न छ मौसम यता नि। भ्यू है यस्तै टक्कै आँडा घाम लगाएर गइदिएको देखिन्थ्यो, तर त्यो घाम लागेन आजको दिन। त्यो लाग्यो भने यस्तो बवाल देखिन्छ, तर सनसेट भयो भने होइन यस्तो बवाल भर्खर उठेको। राति 2 बजे सुतेर 6 बजे उठेको। धेरै पनि सुतेन, 4 घन्टा ओन्ली 4 आवर्स। स्लिपरको नाम यस्तो छ यस्तो आएछ। एकजनाको 2 जनालाई गाह्रो छ, गाडीमा ट्राभल गर्न गाह्रो छ, धेरै गाह्रो एकदम गाह्रो। के छ मित्रहरू, खबर तपाईँको केपी बालकको त भइरहेछ हालत बेहालत, एकदम फकिङ फक भइरहेको। यस्तो अहिले चाहिँ अघि घाम लागेन भनेर यस्तो तनाव भइरहेको थियो, अहिले घाम लागेर पुरै हाउसमा हेऱ्यो चिरमा आनन्द घाम परेर कालो भयो, कालो मान्छे बाहिरी भ्यू है। त्यस्तो मजा त छैन के अरे भ्यूमा पनि, हेर्नु चट्ट पारामा चिल पारामा तपाईँहरूले केपी भ्लगले के देखाउँछ त्यति हेर्नु होला। हेर्न चाहिँ नबिर्सिनु ल, हेर्नै पर्छ मेरो भिडियो, हेर्नै पर्छ जसरी नै नि अब। ओके, बिचमा के भयो हाम्रो भन्दाखेरि देखाइदिए रे त। So we are making a चटपट गाई है। नेपाली हो नि त होइन, गाडीमा राम्रो खानै पाउँदैन के। बोलो त्यसैले we make it। गाडीमा कतिलो खान पाइन्न गाइस। हैदराबाद आउँदा चाहिँ होइन चटपट बनाउने प्लान ल्याएर खाना हुन्छ। पोको पारेर हाम्रो त अब त्यही चल्दैछ गाइस। त्यही हो, हामी त यी गाडीबाटै प्याज र निम्बु हरियो खुर्सानी लिएर बसिभ्याम। अब बनाउने खाइदिने हो। We have lots of चाउडो पनि छ है हामीसँग सिलमा। कतिलो खाने क्या हो चाहन्छ बदाम बिग पिनट छ कि यो हाल्ने
हाल्यो है यस्तो गाडीमा हिँड्दा यो बदम सदम खायो पेटहरू हालेर बम्सायो भने भिज्यो मिठो त मिठो होइन मेरो लन्डे कबाल छुट्टै हो एटलिस्ट होइन तपाईँहरू नि हैदराबाद आइरहन चाहनुहुन्छ भने प्लिज बी केयरफुल गाइज है पहिला सतर्क भएर आउनु होला किनकि यहाँ यो ढाबाहरूमा कस्तो हुन्छ भने होइन त्यही हो अब ढाबाहरू एटलिस्ट नेपालमा जस्तो त्यो नेपालमा लोकल टाइपको होटेलहरू हुन्छ नि त्योभन्दा नि हुन्छ क्या बाबालाई हुन्छ है सो आउँदा चाहिँ आफ्नो हल्का फेरि भन्दा नि कसरी भन्ने है अब उतापट्टि लिएर खाने यताउति भने नि त्यत्रो 3 दिनको बाटा हुने ठिसै भइहाल्छ त्यो कुराले नि होइन जे जस्तो भयो नि आउनुहोस् आउन त राम्रो तरिकाले खानुहोस् होइन अब के भने तिनीहरूको सोचमा कस्तो हुन्छ भने जस्तो उनीहरूले हुन्छ खाए खा नखाए खिच भन्ने टाइपको हो होइन अब के भने खानै पऱ्यो त्यति भयो जे जस्तो भयो नि अब पेटको लागि भने खानुपर्छ होइन शरीरको तागतको लागि नसको लागि भने खाना त खानुहोस् तर लिमिट मात्रामा खानुहोस् पेट गडबडी भएर टोइलेट जानुपर्ने तरिकाले नखानुहोस् होला सो त्यही हो त्यति भन्दै हाम्रो चटपट तर्का लाग्नेछौँ र चटपट बनाउँदा चाहिँ हाम्रो मोटे गान्डु भाइ अमिलो पिरो च्याठे लाएर छोटो अमिलो पिरो हालेर यस्तै फेरि चटपट इज रेडी गाइज है फोहोर लागेको कि छैन हो चटपट चाहिँ यस्तो रहेको छ अब हामीले खानुपर्छ ल्याम्मा तरिकाले होइन सो गाडीमा हिँडिरह पेट खराबी यताउति नहोस् चटपट खाएर फेरि खराबी हुन थाल्यो भने बाउको बिहा आमाको रतौल देखिन्छ त्यही पनि लिमिटमा खाऊँ चिलमा रहौँ अमिलो ठिक्क लगाएर थियो अर्को स्टेसन आएर नि यात्रा नि म माग्ने अरू फेरि चोटपट खानु के पैसा खर्च गरिदिन्छ नि त्यसै यस गाइज गुड मर्निङ के छ तपाईँहरूको खबर म त आएँ फेरि मेरो भिडियो प्रस्तुति लिएर हजुरहरूसँग सो आज चाहिँ हाम्रो यो 3 दिन ट्रिपको फाइनल डे भन्नाले फाइनल मर्निङ है अहिले चाहिँ बिहानको लगभग त्यस्तै 4 बज्न लागेको छ र हामी चाहिँ झर्ने डेस्टिनेसनमा आइसक्नलाई मेबी त्यस्तै 10-20 मिनट लाग्छ होला होइन सो सामानहरू यता उठाएर नि भइसक्यो अब हामी चाहिँ चिनमा रेडी भएर बसिसकेको छौँ होइन अब बस झर्न मात्रै बाँकी हो होइन अनि अब भिडियो यताउति गरियो भन्ने मात्रै हो खासै राम्रो त छैन जे भयो नि यस्तो राम्रो नराम्रो भए पनि हजुरहरूले राम्रो तरिकाले हेरिदिनुहोस् है त्यो नै मेरो लागि ठुलो हो है सो अब चाहिँ एकछिनपछि झर्छौँ अनि झरेपछि आफ्नो डेस्टिनेसन तर्क लाग्नेछ र त्यसपछि मैले भिडियो इन गरिदिन्छु है मन परेमा चक्क लाइक सेयर सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला तपाईँको एक मात्र प्यारो केपी ब्लगलाई है सो अब एकछिनपछि झरौँ अनि त्यसपछि गर्छु म हरिम है के ल्याइदेऊ कसैले भिर्ने झोलामा भने जस्तै यस्तै झोला भिरिरहेछ है सो म अब यो भिडियोलाई यहाँभन्दा उता बढाउन चाहेन किनकि त्योभन्दा धेरै क्यापेसिटी मसँग छैन होप सबैजनाले भिडियो मन परे के कस्तो लाग्छ चट्टचुट्टा आफ्नो कर्तव्य के छ निभाउनु होला मैले निभाएँ है सो यति भन्दै म यो भ्लगबाट चाहिँ बिदा हुन चाहन्छु हस्त धन्यवाद जय नेपाल सी यू सुन गाइज